अब यो सरकारले चुनाव गराउन सकेन भने यो व्यवस्था, यो संविधान, यो संरचना नै रहन्न, त्यसको निम्ति पनि कतिपयले खेल्दैछन् भनेर भन्छन्। खेल्ने भइदिए अस्ति नै खेल्थे नि हजुर। त्यो आन्दोलनमा त सिर्फ तपाईँको कसैले तोकेको व्यक्ति गएको हो र? त्यहाँ एमालेको कार्यकर्ता पनि आन्दोलनमा गएको छ, माओवादीको कार्यकर्ता पनि गएको छ। तिनीहरू जानै नहुने भन्ने हो त? उनीहरूले परिवर्तन खोज्छन् भने त जान्छन् नि त। त्यसो भने जेनजी त्यो पार्टीमै नलागेका मान्छे मात्रै गइदिएको भइदिए भए यो सफल हुन्थ्यो त? हुँदैन त्यो सब। परिवर्तनको खातिर भोलि कोही मान्छे परिवर्तन हुन चाहन्छ भने त उसलाई त हुन दिनुपर्छ। हो, उसले भ्रष्टाचारीलाई बोक्न पाइएन। कोही मान्छेले कसैको राजनीतिक दलको कार्यकर्ता हुँदैमा त्यो मान्छे पुरै खराब हो भने त अलि स्वतन्त्र कोही पनि छैन। स्वयं यी मेयरहरूको कुरा गर्ने भने हिजो यिनीहरू पार्टीमा जोडिएका थिए। अखिल क्रान्तिकारीको तपाईँको इकाइ कमिटीका अध्यक्ष भएका होइनन् यी कोही मेयर साथीहरू। अब कोही साथीहरू हिजो रापरपाका विद्यार्थी सङ्गठनमा काम गरिरहेका थिए। अब अहिले जो मन्त्री भइरहेछन् यिनीहरू हिजो कोही कोही पार्टीमा थिए। सक्रिय सदस्य भएका साथीहरू पनि आइसके। नेपाली काङ्ग्रेसको सक्रिय सदस्य भएका साथीहरू आज मन्त्री पदको शपथ लिँदैछन्। पार्टीमा लाग्नु नराम्रो होइन, तर भ्रष्टाचारीलाई बोकिरहनु नराम्रो हो। अपराधीले अपराध गरे पनि त्यो कुरा गलत होइन भनेर त्यो चाहिँ तपाईँको औँठा छाप लाउनु नराम्रो हो। अब त्यो आयो भने अहिलेको यो सरकारको कुरामा मेरो अपिल के छ भने यो सरकारलाई सफल बनाउनु सिवा अर्को विकल्प छैन। यो सरकार सफल मात्र बनाएर हुँदैन, अब आउने चुनावमा शक्ति निर्माण गर्नुपर्छ। अब शक्ति निर्माण गर्ने कुरामा हामीले आफ्नो जुङ्गाको लडाइँ गऱ्यौँ भने तँभन्दा ठुलो म के कम, मभन्दा ठुलो के कम गऱ्यौँ भने सकिने हो।